यो सुनेर आर्यनले मलाई टाइटसँग अँगालो मार्यो र मेरो गालामा जोरदार किस गरिदियो। उसले मेरो शरीरबाट पछ्यौरी अलग गरिदियो। म पनि आर्यनसँग पुरै टाँसिएँ। उसले मलाई चुम्न थाल्यो र फेरि हामी एक अर्कामा समाहित भयौँ। नमस्ते साथीहरू, आजको यो रोमाञ्चक कथामा तपाईहरू सबैलाई स्वागत छ। मेरो नाम महिमा हो। पति बितेपछि म घरमा एक्लै बस्थेँ। म 30 वर्षकै उमेरमा विधवा भएको थिएँ। 30 वर्षमा विधवा भए तापनि मैले आफ्नो शरीरलाई निकै राम्रोसँग मेन्टेन गरेको थिएँ। एक दिन बिहानै म भान्सामा चिया बनाउँदै थिएँ। त्यति बेलै हल्का पानी पर्न थाल्यो। मैले चियासँग तातो पकौडा पनि बनाएँ। त्यसपछि नुहाउन गएँ। नुहाएर रुमाल र भित्री लुगाहरू बाथरुममै राखिदिएँ। चिया बनाएर मैले झ्याल बन्द गरेँ र टिभीको आवाज ठुलो पारेँ। त्यसपछि म नाच्न थालेँ र रमाइलो गर्दै दराजको ठुलो ऐनामा आफूलाई हेर्न थालेँ। मैले कालो रङको नाइटी लगाएको थिएँ जसमा म धेरै सुन्दर देखिएको थिएँ। म रमाइलो गर्दै नाचिरहेको थिएँ। त्यति बेला ढोकाको घन्टी बज्यो। मैले टिभीको आवाज कम गरेँ र टाउकोमा एउटा पछ्यौरी राखेँ। ढोका खोल्दा बाहिर कोरियरवाला उभिरहेको थियो। ऊ 22 वर्षको जवान केटो थियो जसको शरीर निकै आकर्षक थियो। उसले पहिला त मलाई धेरै बेरसम्म हेरिरह्यो र त्यसपछि भन्यो, महिमाजीको नाममा पार्सल आएको छ। मलाई तुरुन्त याद आयो कि मैले एउटा अनलाइन सपिङ साइटबाट आफ्नो लागि एउटा कुर्ता अर्डर गरेको थिएँ। मैले भने, हो, मेरो नाम महिमा हो। केटाले मलाई कोरियर थमायो र हस्ताक्षर गर्नका लागि पेन दियो। पेन दिँदा उसको हातले मेरो औँलामा छोएको थियो। मैले एक नजर उसकोतिर हेरेँ र दस्तखत गरिदिएँ। मैले उसलाई रु 1500 दिएँ। तब केटाले 200 फिर्ता गर्यो र भन्यो, 200 को छुट चलिरहेको छ। मैले त्यो केटालाई निकै ध्यान दिएर हेरेँ, जसले आजको बेइमानीको जमानामा पनि इमान्दारीपूर्वक साँचो कुरा भन्यो र 200 फिर्ता गर्यो। केही बेर पछि त्यो केटाले भन्यो, म्याडम, मलाई साह्रै तिर्खा लागिरहेको छ। एक गिलास पानी पिउन सक्छु? मैले पुरै ढोका खोलेर भने, तिमी त निकै भिजेका रहेछौ, भित्रै आओ। ऊ भित्रै आयो। मैले मेरो कुर्ता दराजमा राखेँ र भान्सामा पानी लिन गएँ। अब मैले मेरो छातीबाट पछ्यौरी हटाइसकेको थिएँ। केही बेर पछि मैले केटालाई पानी दिएँ। पानी दिने क्रममा म जति बेला थोरै झुकेँ, केटाको नजर मेरै छातीमा गइरहेको थियो र उसको आँखा ठुला ठुला भए। पानी पिउँदा पिउँदै त्यो केटा आँखा बचाएर मेरो छातीतिर हेर्दै थियो कि अचानक उसले हाछ्यौँ गर्यो। मैले भने, तिमीलाई त चिसो पनि लागेछ। अहिले पानी पनि ठुलो परिरहेको छ। यदि तिमी चाहन्छौ भने केही बेर यहीँ बस्न सक्छौ। तिम्रो लुगा पनि निकै भिजेको छ। चाहन्छौ भने बाथरुममा गएर फ्रेस हुन सक्छौ। त्यो केटा बाथरुममा गयो। उसले ढोका बन्द गरेर लाइट बाल्यो। त्यहाँ मेरो नुहाएका तौलिया र भित्री लुगा पहिलेदेखि राखिएका थिए। केटाले आफ्नो सर्ट निकालेर त्यो तौलियालाई पहिले चुम्यो र त्यसपछि त्यसैले आफ्नो शरीर पुछ्यो। उसले मेरो भित्री लुगाहरू आफ्नो हातमा लिएको मात्र थियो कि त्यति बेलै मैले बाथरुमको ढोकामा ढङढङ गरेँ। उसले मेरो लुगाहरू त्यहीँ राखिदियो र थोरै ढोका खोलेर बाहिर हेर्न थाल्यो र भन्यो, के भयो म्याडम? मैले उसलाई कालो रङको सर्ट दिएर भने, यो ल्याऊ, लगाऊ। केटाले त्यो सर्ट लगायो र आफ्नो सर्ट सुकाउनको लागि राखिदियो। केटाले बाथरुममा धेरै समय लगायो। मैले बुझ्नै सकिनँ कि यति धेरै बेरदेखि उसले के गरिरहेको छ। धेरै बेरसम्म नुहाएर ऊ बाहिर निस्कियो र बेडरुममा गएर टिभी हेर्न थाल्यो। म भान्साबाट चिया र पकौडा लिएर आएँ र उसलाई सोध्न थालेँ, तिम्रो नाम के हो? त्यो केटाले भन्यो, म्याडम, मेरो नाम आर्यन हो। मैले 1 वर्षदेखि कोरियर डेलिभरीको काम गरिरहेको छु। तर पहिलो पटक तपाईँ जतिकी असल महिला भेटेँ जसले मसँग यति राम्रो व्यवहार गर्नुभयो। फेरि उसले भन्यो, तपाईँ यहाँ एक्लै बस्नुहुन्छ कि तपाईँको साथमा अरू कोही पनि बस्छ? मैले भने, म एक्लै नै बस्छु। केही वर्ष अघि मेरो पतिको मृत्यु भएको थियो। यो संसारमा मेरो उहाँ बाहेक अरू कोही पनि थिएन। तबदेखि म यहाँ एक्लै नै बस्छु। उसले भन्यो, तर तपाईँको पतिको मृत्यु कसरी भएको थियो? मैले भने, एक कार दुर्घटनामा उहाँले आफ्नो ज्यान गुमाउनु भयो। र यति भन्दा भन्दै म रुन थालेँ। आर्यनले मेरो दुःख बाँड्ने कोसिस गर्यो
र आफ्नो बारेमा भन्यो कि उसले ब्याचलरसम्म पढेको छ र ऊ यो सहरमा विगत 1 वर्षदेखि बसिरहेको छ। ऊ यहाँ राम्रो जागिरको खोजीमा आएको थियो, तर जब उसलाई कुनै जागिर मिलेन तब उसले एउटा कोरियर कम्पनीमा काम गर्न सुरु गर्यो। ऊ धेरै सोझोपनको साथ मलाई आफ्नो जिन्दगीको बारेमा भनिरहेको थियो र मलाई पनि आफ्नो दुःख बाँड्ने मौका मिलेको थियो। आज यतिका दिनपछि मलाई कसैसँग कुरा गरेर धेरै राम्रो लागिरहेको थियो। आर्यन धेरै भलाद्मी केटा रहेछ। हामी दुवैले कुरा गर्दा गर्दै कहिले 1 घन्टा बित्यो, हामीलाई केही पत्तै भएन। म मेरो विवाहको एल्बम लिएर आएँ र आर्यनलाई मेरो विवाहको फोटो देखाउन थालेँ। आर्यनले भन्यो, साँच्चै भन्ने हो भने तब तपाईँ निकै सुन्दर देखिनुहुन्थ्यो। मैले मुस्कुराउँदै भनेँ, अनि अहिले म सुन्दर देख्दिनँ र? यति मात्र बोलेर म मुस्काउँदै खाली प्लेट र कप लिएर भान्सामा गएँ। मैले आर्यनलाई भने, तिमी यहीँ बस, तबसम्म म नुहाएर आउँछु। म नुहाउने तयारी गर्दै थिएँ र मैले यो नोटिस गरिसकेकी थिएँ कि आर्यन केवल मेरो सुन्दरता मात्र निहालिरहेको छ। म नुहाउन जान लागेको थिएँ कि त्यति बेलै फेरि म बेडरुममा फर्किएँ। मलाई देखेर आर्यन छक्क पर्यो। मैले सोधेँ, भन त कस्तो लाग्यो मेरो विवाहको एल्बम? आर्यनले भन्यो, धेरै राम्रो। ऊ मेरो घाँटी मुनि हेरिरहेको थियो र ठुलो मधोस आवाजमा बोल्यो, जे होस् तपाईँ अहिले पनि केही कम हुनुहुन्न। तपाईँले चाहनुभयो भने कसैको पनि मन जित्न सक्नुहुन्छ। यो सुनेर म एक विशेष शैलीमा मुस्कुराइदिएँ। म नुहाउन गएँ र केही बेरपछि मैले बाथरुमबाट आवाज दिएँ, आर्यन, मैले मेरो तौलिया लिन बिर्सेछु, कृपया मेरो तौलिया देऊ त मलाई। आर्यन आयो र मलाई तौलिया समाउन दियो, तर उसले मसँग कुनै पनि किसिमको हरकत गरेन। म त चाहन्थेँ कि उसले थोरै जिस्काओस्, तर उसले त्यहाँ केही पनि गरेन। केही बेरपछि म नुहाएर बाहिर आएँ। मैले कालो रङको लेहेङ्गा र कालो रङको चोली लगाएको थिएँ। छातीमा पछ्यौरी थियो र टाउकोमा तौलिया बाँधेको थिएँ। आर्यन मलाई देखेर पनि अन्जान बनेर टिभी हेरिरहेको थियो। म ऐनाको अगाडि उभिएँ। मैले मेरो सब कपाल खोलिदिएँ। मेरो मुलायम भिजेको खुल्ला कपालले मेरो सुन्दरतामा 4 चाँद लगाइरहेको थियो। उसले मलाई खाउला जस्तो गरी हेरिरहेको थियो। सायद आर्यनको मनमा आयो कि उसले उठेर मेरो कम्मर समातेर त्यसलाई पुरै दबाएर आफ्नो अङ्गालोमा बेर्छ। त्यति बेलै मैले आर्यनतिर हेरेँ। यसले आर्यन अकमकायो र आफ्नो चोर नजरहरूलाई टिभीतिर लगायो। केही बेर पछि म आर्यनको छेउमा गएर बसेँ र उसँग कुरा गर्न थालेँ। बीचबीचमा आर्यनको हातले मेरो हातलाई छोई पनि हाल्थ्यो, तर मैले नराम्रो मानिनँ। यसले आर्यनको हिम्मत बढिरहेको थियो र अब उसले जानी जानी मेरो हातमा छुन थाल्यो। यसै गरी दिउँसोको 1 बज्यो र पानी पनि कम भइरहेको थियो। मैले दिउँसोको खाजा बनाएँ र हामी दुवैजना खाजा खान थाल्यौँ। आर्यनले सोध्यो, तपाईँ किन फेरि बिहे गर्नुहुन्न? तपाईँ त अहिले पनि जवान हुनुहुन्छ र सायद कोही पागल नै होला जसले तपाईँसँग बिहे गर्नको लागि तयार हुँदैन। मैले भने, तिमीले अहिलेसम्म किन बिहे गरेनौ? आर्यनले भन्यो, आमाले त कतिपटक बिहे गर्नका लागि जिद्दी गर्नुहुन्छ, तर मैले नै टाढिदिन्छु। म उहाँलाई भन्छु कि अहिलेसम्म मलाई कुनै पनि केटी मन परेको छैन। जब मन पर्छ तब गर्छु। मैले सोधेँ, भनेपछि कस्ती केटी मनपर्छ तिमीलाई? उसले भन्यो, जो तपाईँ जस्तै समझदार होस्, घरायसी काम जानोस्, जसले मलाई हरेक दिन तातो चिया र ठ्याक्कै तपाईँले जस्तै पकौडा बनाएर खुवाउन सकोस्। आर्यन जिस्किँदै भन्दै थियो। म उसको भाव बुझ्दै थिएँ। मैले भने, तर आर्यन, म त तिमी भन्दा 8 वर्ष जेठी छु र विधवा पनि हुँ। म जस्तो सेकेन्ड ह्यान्ड पनि चल्छ तिमीलाई? आर्यनले भन्यो, के भयो र? तपाईँको पतिको मृत्यु एउटा दुर्घटनामा भएको थियो, तर यसको मतलब यो होइन कि तपाईँ जिन्दगीभर एक्लै बस्नुहोस्। तपाईँलाई पनि खुसी रहने हक छ र म तपाईँलाई खुसी राख्छु। मैले आफ्नो चिन्ता जाहेर गर्दै सोधेँ, तर के तिम्रो आमा बाबुले मान्नुहुन्छ त? तिमी एउटा जवान केटा हौ। यदि तिमीले एउटा विधवा महिलासँग बिहे गर्यौ भने हुन सक्छ कि तिम्रो आमा बाबुले तिमीसँग कुरा गर्न बन्द गर्नुहुन्छ र घरबाट पनि निकालिदिनुहुन्छ। आर्यन मलाई बुझाउँदै भन्यो, बिहे मैले गर्ने हो कि मेरो मम्मी ड्याडीले? तपाईँले त्यो कान सुन्नु भएको छैन कि क्या हो? जब मिया बिबी राजी तब के गर्छ काजी? बेलुकाको 4 बजिसकेको थियो।
त्यति बेलै आर्यनको फोनमा एउटा कल आयो। उसको मम्मीले फोन गर्नुभएको थियो। ऊ कुरा गर्नका लागि भान्सातिर गयो। म भित्तामा कान लगाएर आर्यनको सबै कुरा सुनिरहेको थिएँ। आर्यनले महसुस गर्यो कि म नजिकै छु। त्यति बेलै आर्यनले भन्यो, होइन मम्मी, अब तपाईँले कुनै केटी हेर्नु पर्दैन। मलाई यहाँ एउटा केटी मन परेको छ र उसँगै बिहे गर्छु। यो सुनेर म लजाएँ र आँखा बचाएर आर्यनलाई हेर्न थालेँ। यसपछि आर्यनले फोन काट्यो। त्यति बेलै म पछाडिबाट आएर उसँग टाँसिएँ। आर्यनले मलाई आफ्नो अँगालोमा बेर्यो र त्यति बेलै पानी पर्न फेरि सुरु भयो। मैले आर्यनलाई सोधेँ, यदि नराम्रो मान्दैनौ भने आज यहीँ बस न। आर्यनको पनि मन लागिरहेको थियो मसँग पुरै रात बस्नका लागि। मैले भने, म भान्सामा सुत्छु, तिमी यहीँ बेडरुममा सुत। उसले भन्यो, हुँदैन, यो घर तपाईँकै हो, तपाईँ बेडरुममा सुत्नुहोस्, म किचनमा सुत्छु र त्यही पनि मलाई धेरै आराम गर्ने बानी छैन। मैले भने, हो म बुझ्छु, अहिले यो घर तिम्रो होइन, तर बिहेपछि त तिम्रो पनि भइहाल्छ नि। यो सुनेर आर्यनले मलाई टाइटसँग अँगालो मार्यो र मेरो गालामा जोरदार किस गरिदियो। उसले मेरो शरीरबाट पछ्यौरी अलग गरिदियो। म पनि आर्यनसँग पुरै टाँसिएँ। उसले मलाई चुम्न थाल्यो र फेरि हामी एक अर्कामा समाहित भयौँ। मैले आफ्नो सब थोक आर्यनलाई समर्पित गरिदिएँ, किनभने हामी दुवै एक अर्कासँग पुरै जीवन बिताउनेवाला थियौँ। यसरी नै मैले जीवनमा अर्को मौका आर्यनको रूपमा पाएँ र उसले पनि मेरो साथ कहिले नछोड्ने भनेर बाचा गर्यो। साथीहरू, तपाईँलाई यो कथा कस्तो लाग्यो? आर्यनले महिमालाई स्वीकार गरेको तपाईँलाई कस्तो लाग्यो? कमेन्टमा आफ्नो राय प्रस्तुत गर्नुहोला। यदि आर्यनको ठाउँमा तपाईँ हुनुभएको भए महिमालाई स्वीकार गर्नुहुन्थ्यो कि हुँदैन थियो, त्यो पनि कमेन्टमा जानकारी गराइदिनु होला। यदि तपाईँलाई यो कथा मन पर्यो भने यसलाई लाइक गरिदिनुहोस् र आफ्नो साथीहरूसँग पनि सेयर गर्नुहोस्। भविष्यमा पनि यस्ता रोमाञ्चक कथाहरू सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।